गाइज यहाँ चाहिँ हाम्रो गाउँ पाकिरहेछ बल्ल हाम्रै दाङ जस्तै छ यो चाहिँ यस्तो हाम्रोतिर चाहिँ काटिसक्यो होला गाउँहरू सबै होइन यहाँ चाहिँ भर्खर पाक्दैछ यस्तो छ यता हामी चाहिँ अहिले घुम्न आछौँ गाइज एकदम रमाइलो वातावरण छ हामी एउटा मन्दिर जाँदैछौँ मन्दिरको नाम चाहिँ थाहा छैन बस उहाँको दर्शन गराउँछु मन्दिरको दर्शन गर्नु होला इच्छा चाहनाहरू पुरा हुन्छ होइन पुरा जात्रा लागेको थियो कि त्यो दिन अनि गाइज होइन हामी चाहिँ घुम्न आएको थियौँ यो नयाँ नयाँ ठाउँ थियो नयाँ नै ठाउँ हो यहाँ चाहिँ पक्का आफ्नै गाउँ जस्तो छ क्या पुरा हाम्रो गाउँ पनि यस्तो छ कि यस्तै छ त्यही घरहरू फरक छ घरहरू छ अलि फरक छ मात्र अरू सबै उस्तै छ यार यो गाउँ भन्दा नि खतम छ यार यो त देवकोटको जस्तो छ होइन गाइज फुल भलक हेर्नु होला आज लङ भलक हुनेवाला छ मेरो के खाँदै हिँड्नुहुन्छ मामा यार त्यही हो क्या